हजुरहरूलाई स्वागत छ। हजुरहरू सन्चै हुनुहुन्छ भन्ने आशाका साथ म पनि सन्चै छु यहाँनिर। आज मेरो भ्लग चाहिँ स्टार्ट भएको छ बिहान 5:55 र आजको दिन चाहिँ कस्तो हुन्छ र कस्तो के हुँदैछ जानेछ भनेर म देखाइरहेको छु। र आजको चाहिँ बाई चान्स अनलक्की भनौँ के भनौँ अनफर्चुनेटली मेरो बाइसाइकल चाहिँ बिग्रेर बाइफुट गएर आएको छ। तर केही छैन, वेज बाइफुट ठङ 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 हुँदै जाने 20-25 मिनट लाग्यो। 6:30-6:30मा चाहिँ ठ्याक्क बोर्ड लाग्छ। बोर्ड चाहिँ भेट्नै पर्ने हुन्छ, जसरी हामी बोर्ड भेटेन भने खत्तम हुन्छ। टिकट काटिसकेको हुन्छ छोटीले, उतिर चाहिँ जानु थियो र चाहिँ अनि है जानुपर्ने हुन्छ। अगाडि भनौँ कुकुर डुलाउँदै कफी खाँदै घर मान्छेहरू त यो नि त लाइफ भनेको यार, कुकुर डुलाउने कफी खाँदै चटिन्छ यो दुइटा बुढाबुढी। म चाहिँ अब कफाले झर्दैछु, त्यहाँदेखि अलिकति अगाडि आउने बित्तिकै हाम्रो यो ओह्रालो बाटो छ। तलदेखि साइकल आउँदो रहेछ माथि यस्तो उकालो छ कि गाड फेल्छ खालि सरर उकालो कति चाहिँ गाह्रो बुढाबुढी चटका मैले त धेरै देखाएँ फेरि गाडी गर्नु धेरै गाडी खानु भने त बरु नदेखाएर भयो। यहाँ अगाडि चाहिँ कुद्नुमै लडाइन्छ। उयो कति ठुलो बस आएर बसिरहेको छ बिहानको मौसम भयो। बिहानको मौसम चाहिँ यस्तो देखाइसक्यो बबाल भनेर साध्यै छैन गाडीहरूले कस्तो खराब दिमाग खराब गर्छ। तर यो नि हामीसँगै जाने हो गाडी, यो गाडी पनि हामीसँग जाने हो। त्यहाँ पोस्टर बोर्डमा चढाएर जाने हामीसँग यो गाडी। यहाँ चाहिँ दामी होटल छ, वान होटल अगाडि यो चाहिँ हो वाइन पनि पाउँछ यहाँनिर। होटल पनि बगाएको थियो, वाइन होटल भन्दा त कस्तो लाग्छ। वाइन पनि पाउँछ, वाइनको के भन्छ वाइन बनाउने ठाउँ पनि हो। यहाँनिर होटल पनि छ। आजको समयमा चाहिँ भगवान एकदम सफा दिइरहेको पारि एकछिन होटल मैले भनेको थिएँ नि बबाल छ होटल। गाडी तलबाट सुरु आयो होटल देख्नु बाइक स्कुटीको रहेछ। स्कुटी हामीलाई यसरी छोडिदियो पनि हुन्थ्यो। अलिक पर के भन्छ ट्रेन हुन्थ्यो दिँदैन जानु थाले आयो अन्त के भयो पायो भने उल्टो दिन्थ्यो। गाह्रो भयो त केटा हो, एक्लै हिँड्दा त गाह्रो पो हुँदो रहेछ त यार। पहिला एक्लै हिँड्थ्यो, अहिले एक्लै हिँड्दा गाह्रो हुँदो रहेछ। साथी चाहिने बेला भएछ, साथी चाहिने बेला भइसक्यो के हो यस्तो त ट्याक्स सब भन्ने रहेछ त यहाँ। सब रहेछ यहाँ भित्र 40 मिटर भित्र
तर केही छैन। अब यहाँ कोही यस्तो बेम्बाने हिलको लागि कति गरिरहेको बुढो चिलमा दौडिरहेको छ। र आफू त भने त्यस्तो बुढो दौडिरहेको छ बुढो मान्छे, म चाहिँ भने लन्ठाउँ हिँडेर यसो बारी अगाडि बिर्सिरहेर यसो गाडीहरू भइहाल्यो। Look at this view. क्या दामी देखेको यार आज समुद्र पनि। कति होइन समुद्र पनि यार, पहिल्यैदेखि यत्तिकै चिया लाग्दै। अनि यत्तिकै गर्दा अझै 4 महिना होइन 3 महिना अझै 3 महिना हिँड्नुपर्छ यार यत्तिकै क्या लाग्यो। एउटै ठाउँमा 4 महिना 3 महिना बस्दाखेरि त झ्याउ लाग्दो रहेछ। एउटै बाटो हिँड्दा एउटै कुराहरू हेरिरहँदा लास्टै झ्याउ लाग्दो रहेछ। ओ साथी हो के गर्नु, सिप्पी पाउँछ भने पाउनु रहेछ छेउतिर। मैले अस्ति नै त्यो के अरे शङ्खे किरा चाहिँ भेटाएको थिएँ, देखाएको थिएँ। आज त त्यो पनि रहेन रहेछ। अन्त यस्तो त के हो बबाल छ मान्छे दौडिरहेको। दौडिँदैन हो, काम गर्नु दिने हो। यत्तिकै हो केटा अहिले त भएपछि केटालाई ज्याला बनाउनु बिल्ला हेर न, बिल्ला बबाल कस्तो दामी हो बिल्लाहरू। अस्ति नै हामीले के अरे यहाँनिर गङ्गटा देखाएको थियो। आज त पानी रहेन रहेछ त्यो ठाउँमा त। ल हिजो अस्ति त पुरै गङ्गटा हेर यो त चिरो पानीभित्र गङ्गटा दुईवटा रहेछ कतिर गङ्गटा मारिदिनु पर्छ। कति बुझ्छहरू बाबा गङ्गटा मारेर झोलामा हालेर लिएर जानुपर्ला जस्तो भरे भुटेर पर खानालाई बबा रहेछ यतिखेर। यता अगाडि बढी मान्छे हिँड्दैछ, पानी सुनसान छ। ओए त्यो त बगान आउँदो रहेछ त्यो भ्यू त। लकेटा पछि भेटाउनु देखियो लकेटा हो। यस्तो चिज बिहान चिसो के भने यस्तो बिहान पनि पौडी खेलिरहेको मान्छे एकछिन त म देखाउँछु तिमीलाई। यस्तो बिहान पनि कस्तो मजाले खेलेको पौडी यार। अलिक राम्रो एङ्गल देखाएर होइन अलिक राम्रो देखेर क्या मजाले खेलिरहेको केटा खेल्यो। यस्तो बिहान पनि फ्रेसहरू सर धेरै देखायो नि त मार गाडी आउँछ किन ल्याइस् भन्नु सोध्यो भने मसँग एन्सर छैन। एन्सर नभएपछि गाह्रो हुन्छ, गाह्रो भएपछि के गर्नु त ल म चिल्लाएँ भने जस्तो फेरि अब के गर्नु त नि भने जस्तो फेरि ल मैले गाली खाएँ अहिले के गर्नु त नि भन्ने हुँदाखेरि यस्तो चिजमा बच्चाहरू अब खोलाको बिचमा पनि लाँदैछ त के हो साथी हो हेर्नु त ओट्या हो यस्तो चिसो नि यस्तो बच्चाहरू लगाइरहेको त चिसो त होइन पौडी खेल्नु त। यताको मान्छेहरू यात्रा हुने यात्रा बवाल यात्रु त टक्क राख्छ बस्छ यता आमा छोरा मस्त कस्तो बवाल यात्रा यार थट खतरा यात्रा रहेछ मान्छे। पछाडिबाट आउँदैछ एउटा दौडी भाइ दौडी फास्ट बस्छु चाहिँ तर पहाड दौडिरहेछ मारी। यत्तिकै बिजी लाइफमा यत्तिको गर्नु भनेको चाहिँ यत्तिको टाइम दिएर यिनीहरूले गर्नु भनेको चाहिँ धेरै राम्रो यार साथी हो।
हाम्रो यहाँदेखि जान्छ बिजी के भन्नु 7 घन्टा ड्युटी हुन्छ 7 घन्टा ड्युटी हाल्नु आयो हतार यो बाटो गयो फर्केर गएपछि फेरि रुममा गयो अनि गएर यसो पकायो खायो पकाएर खाएपछि फेरि हतार सुतेपछि कामै छैन यिनीहरूले गएर हेल्थको लागि यस्तो मजाले काम गर्छ कि यतिखेर बिहान चाँडै उठ्छ रनिङ हुन्छ मस्त रनिङ गरेर एकदम प्रायोरिटी दिन्छ यहाँ रहेछ डक्टर रेस्टुरेन्ट रहेछ यो चाहिँ बवाल छ नि भित्र मान्छे रहेछ यहाँ चाहिँ झन्डै देखेको भाइ काली है त रुख त एउटा कुरा देखाउँछ है त एउटा कुरा देखाउँछ त रुख साथी हो रुख यति भने त्यो एउटा दाइ छ दाइलाई कुक्दै कुक्दै यता हेर न कुक्दै हेर्दै नि त आमा लाउने दाइ बवाल छ मात्रै बवाल छ लकेडा एक्सिडेन्टमा स्मल चाहिँ साथीहरूलाई भेटायो सोल्टीमा कसैले हुनुहुन्छ यता सोल्टी साथीहरू यता छ यो चाहिँ बसिरहेको धेरै छैन कति बजेर कति मिनट सोल्टी 26 भएछ अब धेरै छैन 7 मिनट पछाडि बढाउँछ 7 मिनट पछाडि त हिँड्छ पनि धेरै छैन 5 मिनट जति हिँड्छ त बढाएपछि केटालाई त्यस्तो आवाज छ र एउटा हो गाइज म चाहिँ सिभित्र छु बोर्डभित्र अब अझै रुम फर्किनु लागेको सिभित्रको वातावरण कस्तोसँग देखाउनु गइरहेको छु है त सट्टै यो भयो सट्टै आजको भ्लगमा यही टुङ्गाउन चाहन्छु हजुरलाई कस्तो लाग्यो लाइक कमेन्ट एन्ड सब्सक्राइब गरिदिनु होला है त नयाँ हुनुहुन्छ भने सब्सक्राइब गर्नु होला आगामी दिनहरूमा नयाँ भिडियोहरू आउनेछ यो भ्लगबाट बाई बाई सबैजनालाई गाइस सी यू नेक्स्ट टाइम